हेलो एन्ड वेलकम टु माई मिनी ब्लग। आज चाहिँ रहेको छ हनुमान जयन्ती। आज चाहिँ पवनपुत्र हनुमानको चाहिँ पूजाआजा गर्ने दिन रहेको छ, जसको लागि चाहिँ हामी दुईजना साथीहरू रेडी भएर चाहिँ लाग्यौँ हनुमान डाँडातर्फ। यो चाहिँ जङ्गलको बिचमा रहेको छ नि त। हामी त्यहाँ पुग्नुभन्दा पहिले नै पण्डितजी र केही स्थानीय व्यक्तिहरू त्यहाँ पुगेर पूजाको सरदमहरू रेडी बनाउँदै बस्नुभएको रहेछ। त्यसपछि हामी लाग्यो त्यहाँ वरिपरि रहेको मन्दिरहरू हेर्नतर्फ। यो चाहिँ रहेको छ विष्णु भगवानको मूर्ति, जुन चाहिँ एकदमै ठुलो चट्टानबाट बनेको छ। त्यसपछि जाडो भएर आगो तापियो। त्यसपछि उहाँ साथीले हनुमान चालिसाको पाठ गर्दै थियो। यता चाहिँ हाम्रो होम चल्दैछ है साथीहरू। त्यसपछि हामी लाग्यो चिया पकाएर चिया खानतर्फ। पानीमा भिजेर आएको, जाडो भयो थियो, चिया पनि खाइयो। यता चिया खाइसकेपछि उता चाहिँ बेलपत्र चढाउने बेला भयो। सबैजनाले हातमा फुल लिएर चाहिँ बेलपत्र चढाउन बसियो। शिवजीलाई बेलपत्र चढाइसकेपछि चाहिँ उता मन्दिरमा अब तोरण टाङ्ने काम हुँदैछ। यता चाहिँ हामी पालो पालो गरेर चाहिँ तोरण टाङ्दैछौँ। सबैले तोरण टाङ्गिसकेपछि चाहिँ प्रसाद ग्रहण गर्यौँ र सबैजना बिदावादी भएर घरतिर लाग्यौँ। आजलाई यति नै, बाई बाई।